हजुर नमस्कार, म प्रितम गुरुङ। वेलकम टु माई युट्युब च्यानल प्रितम अमेजिङ वर्ल्ड, अमेजिङ पिपल। साथीहरु, म तपाईहरुलाई चाहिँ यसपटकको यो भ्लग हाम्रो चाहिँ रानीवन तमु समाज, जो मेरो आफ्नै समाज, यो 2022 सालको चाहिँ यो पहिलो भ्लग, यानि कि पहिलो चाहिँ देउसी भैलो, जो चाहिँ हाम्रो चाहिँ खरी बोटमा यो हाम्रो मदर्स बाङ्कुवेटमा आएर हामीले चाहिँ यो पहिलो चाहिँ अब देउसी भैलोको कार्यक्रम सुरु गरिरहेको छौँ। र यो देउसी भैलो यहाँ मदर्स बाङ्कुवेटमा कस्तो प्रकारको नाचहरू हुन्छ, के प्रकारको चाहिँ एक्टिभिटिज हुन्छ, म तपाईँहरूलाई देखाउँछु। कृपया गरेर सरसर्ती हेर्नु होला है, र भिडियोलाई चाहिँ कृपया गरेर चाहिँ स्किप नगर्नुहोस्, कन्टिन्यू हेर्नुहोस्। र कृपया गरेर चाहिँ पोर्ट्रेटमा ल्यान्डस्केपमा हेर्नुहोस्, साथी यो पोर्ट्रेटमा हेर्नु है, भिडियोतिर तपाईँ हेर्नुहोस्, ठुलो स्क्रिनमा हेर्नुहोस्, फेरि मजा आउँछ। र जति मान्छे नयाँ जोड्नु भएको छ च्यानल सब्सक्राइब गरिदिनु होला, धन्यवाद। र तपाईँलाई यहाँ हेर्न सक्नुहुन्छ। ल, हामी आइसकेका छौँ महेन्द्र अङ्कलको घरमा, अनि यहाँनिर चाहिँ देउसी भैलो अब यहाँ सुरु हुन्छ। राम्रो ठाउँ रहेछ यो, जङ्गु नारायणको चाहिँ एकदमै हाइटमा रहेछ। यहाँबाट टक्क काठमाडौँ भ्याली पनि मजाले देख्दो रहेछ, हेर्नुहोस् त। आज रानीवन तमु समाजका सदस्य साथीहरू सबैजना हाम्रै समाजका सदस्य श्री महेन्द्र गुरुङज्यूको घरमा देउसी भैलो खेल्दै आइपुगेका छौँ। दाइलाई सर्वप्रथम त बधाई। यस्तो के भन्छ, डाँडा यति राम्रो ठाउँमा हामी हाम्रो घरबेटाको दर्शन पाउने गाह्रो भयो। यो मादल बजाउनुले पुलिसले अरूलाई आदर गर्ने कार्यक्रमबाट सुरुवात गर्दछौँ। उहाँहरूलाई बधाई तथा शुभकामना स्वरूप चाहिँ हाम्रा संस्थाका ज्येष्ठ नागरिक रमन बहादुर गुरुङज्यूको हातबाट बजाएर उहाँलाई स्वागत तथा शुभकामना दिएर अनुरोध गर्दछु।
साथी यहाँ खाजाको टाइम भयो यति बेला है हामी खाजा खाइरहेको छौँ यो चाहिँ यहाँ छ अनि यहाँ सबैजना हाम्रो चाहिँ समितिको सदस्यहरू यति बेला चाहिँ नास्ता गरेको अवस्था तपाईँ देख्न सक्नुहुन्छ यो मेरो है यो ल चट्ट सबैजना नास्ता गरेको छ यहाँ चट्ट गाउँघरमा चाहिँ पिकनिक खाएको जस्तो भएको छ यति बेला अनि आजको दिन चाहिँ हामी इचङ्गु नारायणको हाइटमा छौँ र यति बेला चाहिँ नास्ता पानी भएको छ अनि मामाजी आज चाहिँ हामी साँच्चीमा चाहिँ राणासाँडामा आएर चाहिँ हेर यो पिकनिक मनासी भयो यो एकदम हाइटमा राम्रो ठाउँ रहेछ कस्तो राम्रो शुद्ध हावापानी होइन मजा भइरहेछ सबै चिज काठमाडौँ साथ जगजग गरी देख्ने बडो राम्रो हाइटमा रहेछ हजुर मलाई पनि मन पर्यो हजुर ल आज चाहिँ हामी यहाँ आएका छौँ र यति बेला चाहिँ नास्ता पानी भएको छ साथी हो ल हेर्नुहोस् खाजा नास्ता पानी होइन खाजा खाएपछि फेरि हाम्रो सुरु हुन्छ नाचगान यो हल्का भिडियो क्याप्चर गरेँ यो म यता त भिडियो गर्दिनँ यता त ल म देखाउँदिनँ ल म देखाउँदिनँ हजुरलाई अब यो ल खाजाको टाइम भएछ साथी हो है सबैजना खाजा खाएर आउनु भएको छ सबैजना हाम्रो चाहिँ आमाहरू यति बेला चाहिँ हाम्रो रानीवन तमु समाजको जति पनि हाम्रो चाहिँ सक्रिय सदस्यहरू हुनुहुन्छ उहाँहरूको चाहिँ टी ब्रेक भएको छ चिया पिनेको चिया अनि कफी ब्ल्याक टी होइन तपाईँको सोडा पनि पिनेको चाहिँ अब यहाँ व्यवस्था गरिदिएको छन् र तपाईँले देख्न सक्नुहुन्छ साथी हाम्रो रानीवनको चाहिँ जो स्ट्यान्डर्ड छ है चट्ट चाहिँ अब एकै प्रकारको लुङ्गी लगाएको छ उहाँहरूले अनि सेम चाहिँ माथि उहाँहरूको चाहिँ कपडा छ यो ग्रिन कलरमा पछ्यौरी लुङ्गी अनि घल्या के भन्छ है म त अलि बुझ्दैन सबै एउटै पोसाकमा भएको कारणले गर्दा असमै राम्रो देखेको छ र हाम्रो बाबा पार्टी कस्तो छ भने बाबा पार्टीको ड्रेसमा चाहिँ तलपट्टि चाहिँ खास हाम्रो केही पनि छैन मैले पनि यस्तो लगाएको छु होइन तर माथि चाहिँ हाम्रो चट्ट यो लगाएको हाम्रो रानीवन समाज लेखेको अलि राम्रो देखाउँछ त्यसलाई ल हेर्नुहोस् त यो हाम्रो चाहिँ रानीवन तमु गुरुङ तमु समाज काठमाडौँ नेपाल लेखेको छ होइन अनि हाम्रो पछाडि पनि यसको प्रिन्ट रहेको छ चट्ट राम्रो ल हेर्नुहोस् रानीवन गुरुङ तमु समाज काठमाडौँ यो चाहिँ हाम्रो रानीवन तमु समाजको चाहिँ हाम्रो बाबा पार्टीको चाहिँ पोसाक रहेको छ चट्ट रातो यो के भन्छ यसलाई गलबन्दी अनि बग्गो आज हामीले लगाएको छैन किनभने बेलुका मात्रै लगाउँछु अहिले जाडो भएपछि है ठिकै छ मौसम अनि कस्तो भइरहेछ आजको चाहिँ हाम्रो प्रोग्राम हजुरको नाचगान के होला न ल जति तपाईँहरू चाहिँ उल्टा पुल्टा गर्नुहुन्छ त्यति मेरो क्यामेरामा चाहिँ त्यो होइन भिडियो चाहिँ अब सुट भइहाल्छ अब त्यो बसिरहने मान्छेले भिडियो गर्ने कुरो भएन नि त है केही उल्टा पुल्टा गरे पो बल्ल हेर्ने मान्छेले मजा आउँछ होइन अनि धेरै मान्छेले के भन्छ भने अब मेरो त भिडियोमै आएन भन्छ क्या अब वाल लाटी जस्तो लाटो बसेर हुन्छ त है मेरो भ्युवर्सले त अब त्यो उल्टा पुल्टा गरेर हेर्ने हो नि त कसले कति मजा गरेछ होइन यही कुराहरू छ अनि आज हजुरको चाहिँ एउटा चाहिँ हुनुपर्छ है अनि यहाँ मेरो चाहिँ मामाजी हुनुहुन्छ अनि हाम्रो रानीवन तमु समाजमा चाहिँ अब एउटा सिनियर सिटिजनको कुरा गर्दाखेरि उहाँ पनि एउटा आउनुहुन्छ हाम्रो बाजे आउनु भएको छ आज होइन बाजे हाम्रो चाहिँ उहाँ एउटा बाजे हुनुहुन्छ गोर्खाको उहाँ सबैभन्दा सिनियर हुनुहुन्छ त्यसपछि तपाईँ नि होला कति वर्ष हुनुभयो मामा म अहिले 77 इयर्स ओल्ड अनि 77 वर्षको उमेरमा पनि तपाईँले उहाँको जोस र म्युजिकप्रति सङ्गीतप्रतिको उहाँको चाहिँ जो माया छ साथी हो उहाँ गाउनु पनि हुन्छ नाच्नु पनि हुन्छ मादल पनि बजाउनुहुन्छ र गीत पनि गाउनुहुन्छ अलराउन्डर हो र उहाँले जुन प्रकारले चाहिँ रमाइलो गर्छ यस्तो प्रोग्रामहरूमा अरू कसैले पनि गर्दैन जिन्दगी जिउन सिक्ने हो भने कृपया गरेर चाहिँ मेरो मामाले हेर्नुहोस् र म तपाईँलाई भिडियो देखाउँछु उहाँले कसरी आफ्नो जिन्दगीले रङ्गिन बनाउँछ तपाईँहरू चाहिँ मेरो चाहिँ मामाजीले हेर्नुहोस् है साथी हो र यता त मेरो सोल्टीजी रहेको छ यहाँनिर सोल्टी सन्चै हुनुहुन्छ ल ह्याप्पी तिहार हजुरलाई नमस्कार मैले हजुरले खासै चिनेन मैले पहिलोचोटि देखेको उहाँलाई हाम्रो हो के ए ल मैले खास हजुरसँग मलाई खास बोलचाल नभएर रहेछ अनि हजुरले पनि ह्याप्पी तिहार है अनि दाइ नमस्कार अनि के छ आजको माहौल हाम्रो यहाँ चाहिँ के रमाइलो छ हजुर पनि नाच्नुहुन्छ होला भरे केही नजाने पनि ग्रुप त अब आइनुपर्छ ल हाम्रो त सबैजना बाउ आमाहरू होइन सबैजना चाहिँ एकदम सक्रिय रानीवनको चाहिँ गुरुङ समाज जस्तो काठमाडौँ भ्यालीमा कुनै पनि छैन क्या साथी हो यति कुरा चाहिँ म लेखेर दिन्छु होइन नमस्कार तपाईँको भिडियो हेर्नुभयो अस्ति हाम्रो लनी नानुको बर्थडेमा मैले तपाईँको पनि भिडियो हालिदिएको थिएँ त्यहाँनिर भिडियो अलिक छिटो गरिदिएको थियो तर त्यो भिडियो राम्रै छ नराम्रो छैन अनि यतातिर चाहिँ म जाउँ अनि मेरो चाहिँ यो समूहको चाहिँ अध्यक्षजी हुनुहुन्छ अहिले फिलहालको चाहिँ लागि होइन उहाँ चाहिँ अहिले चाहिँ अब प्रेजेन्ट करेन्टली चाहिँ अध्यक्ष हुनुहुन्छ है आजको चाहिँ प्रोग्राममा खास के छ
आजको प्रोग्राम खास यो जुन देउसी भैलो कार्यक्रम देउसी भैलो छ हजुर र चाहिँ नानी र नचाउने त्यो नानीहरुको नाचगान अनि बाउपार्टीको के छ बाउपार्टीको चाहिँ एउटा फ्री डान्स हुन्छ फ्री डान्स बस फ्री डान्स हुन्छ ल ल है साथी फ्री डान्स भन्छ बाउपार्टीको के होला त्यो तपाईहरुले चाहिँ मेरो भिडियोमा हेर्नुहोस् ल अनि दिलदाई भाइ नमस्कार उहाँ चाहिँ हाम्रो दिलदाई हुनुहुन्छ अनि कोषाध्यक्ष हुनुहुन्छ अहिलेको लागि हैन अनि हजुरको आज के छ प्रस्तुति अब यही हो टोलीलाई लिएर हिँड्ने अब सकेसम्म आफ्नो प्रतिभाहरू देखाओस् बाबु नानीहरूले हजुर हामी अब पुरानो भयो बुढेसकाल लाग्यो बुढेसकाल त नहुनु हैन रुममा अहिले बुढेसकाल लाग्यो ल ठिक छ हुन्छ अनि उहाँ चाहिँ हाम्रो कोषाध्यक्ष हुनुहुन्छ र उहाँ पनि नाचगानमा अचम्मै विशेष गरी उहाँ कोडामा चाहिँ एकदम माहिर हुनुहुन्छ साथी हो कोषाध्यक्ष हैन उपाध्यक्ष सरी सरी करेक्सन गाई म तपाईँले काटिदिन्छु बादमा हैन उहाँ चाहिँ हाम्रो चाहिँ उपाध्यक्ष हुनुहुन्छ अहिलेको लागि र जो सक्रिय कलाकार हुन्छ उहाँमा चाहिँ कलाकार र सक्रिय चाहिँ एउटा मेम्बर हुनुहुन्छ उहाँ गीत थपडी सन्चै हुनुहुन्छ ठीक छ हजुरलाई सबैभन्दा पहिला चाहिँ हाम्रो चाहिँ आउँदै गरेको एकदमै हाम्रो चाहिँ घर दैलोमा आएको चाहिँ तिहारको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु र थ्याङ्क यू सो मच तपाईँले हाम्रो समाजलाई बोलाइदिनु भयो र केही रमाइलो गर्ने चाहिँ मौका दिनुभयो होइन र तपाईँलाई कस्तो लाग्यो हाम्रो चाहिँ रानीमन तमु समाजको प्रोग्राम भने तपाईँले खासै इन्जोय गरिनु भएको छैन सबैलाई तिहारको शुभकामना हजुर आइदिनु भयो रमाइलो भयो खुसी लाग्यो धेरै नै हजुर फेरि साल पनि यसरी नै आइराख्नुहोस् माया गरेर हस् धन्यवाद तिहारको शुभकामना है हजुर थ्याङ्क यू सो मच अनि यो रहेको चाहिँ हाम्रो रानीमनको चाहिँ आर्टिस्ट भनेर कोही फरक पर्दैन हाम्रो चाहिँ डान्सरहरू यिनीहरू अनि यिनीहरूको डान्स तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ एकछिन पछि है म तपाईँलाई चाहिँ यहाँ तपाईँले रिभिल गर्छु उहाँहरूको डान्स र यतातिर जाउँ अब हाम्रो चाहिँ देउसी भैलो यहाँबाट सुरु भइसकेको छ यति बेला रानीमन तमु समाजको यो पहिलो चाहिँ यो 2082 सालको चाहिँ पहिलो देउसी भैलो हजुर नमस्कार हजुर बहिनी म पनि एक कप लिएँ ल यो चाहिँ लाठो गुरुङको लागि हो मलाई चाहिँ मनपर्छ साथी हो ल हेर्नुहोस् यहाँ आएर चाहिँ दुधको लेयर त मेरो जिब्रोमै अड्केको तातो रहेछ गजब entertaining the nation. देउसी भैलो सुरु भयो साथी हो अनि तपाईँहरू गुरुङ किनेहरू मनपर्छ भने मलाई कमेन्ट गर्नुहोस् है मेरो राम्रो गुरुङ किनेहरू तपाईँलाई को मनपर्छ हाम्रो चाहिँ सोल्टीहरू तपाईँहरूले मलाई कमेन्ट गर्दा हुन्छ अनि म चाहिँ तपाईँलाई चाहिँ सफिसियन्टली चाहिँ अब मलाई तपाईँको उहाँहरूको बारेमा चाहिँ इन्ट्रोडक्सन दिन सक्दिनँ तर कमेन्टमा चाहिँ गर्दा हुन्छ है कमेन्ट गर्दा हुन्छ ल हेर्नुहोस् त यति बेला हामीले चाहिँ यो आशीर्वाद दिएपछि दक्षिणा दिएपछि अनि यति बेला के भइरहेको छ भने आशीर्वाद दिने काम भइरहेको छ ल यतातिर हेर्नुहोस् त
हेर्नुहोस् त साथी हो यहाँनिर चाहिँ यस्तो खतरा चाहिँ देउसी भैलो भइरहेको छ रानीमन तमु समाज नागार्जुन एक यो चाहिँ हाम्रो बालाजुमा पर्छ साथी हो र आज चाहिँ खरिबोटमा यो तपाईँ मधेस मार्केटमा आएर चाहिँ यो देउसी भैलो चाहिँ खेलेको तपाईँ हेर्न सक्नुहुन्छ प्योर अर्गानिक साउनीलाई भन्नु नाच्ने र गाउनेलाई दर्शन छ साउर साउनी
साल आउनु जीवन तो भार भेट्ने हो कि आउने चाहिलो सारा